बसेपछि फेरि पनि म तपाईँहरूको अगाडि एउटा सानो वचन लिएर आएको छु। लुका 6:22ले यसरी भन्दछ, धन्य तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्छन् र बहिष्कार गर्छन् र गिल्ला गर्छन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्छन्। आमेन। त्यस दिन रमाऊ र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। आमेन। यो चाहिँ के भन्नु चाहँदैछ भन्दाखेरि चाहिँ पिताले जब पनि हामी यो संसारको लागि हामी जति नै घृणित भए तापनि हामी उहाँहरूको लागि प्रार्थना गर्नुपर्छ है। हामी संसारको लागि जिउने होइन, स्वर्गको लागि जिउनुपर्छ है। संसारमा जे हुँदैछ त्योपट्टि हामी हिँड्ने होइन, हाम्रो लागि त स्वर्गमा इनाम हुँदैछ होइन। सो त्यही भएर चाहिँ हामीले संसारमा हुन्जेल हामीले प्रभु पितालाई पनि सम्झिनुपर्छ। इम्पोर्टेन्ट छ है, हाम्रो लागि कति ठुलो इनाम राख्नु भएको छ त्यो हिसाबले हामी चल्नुपर्छ है। हामीले आफ्नो हृदयलाई कसरी राखेको छ, कसरी हिँडेको छ त्यो हामीले पनि जाँच्नुपर्छ आफ्नो हृदयलाई, तब हामी यो ठुलो इनाम पाउनेछ। आमेन। थ्याङ्क यू।